हाई हेलो नमस्ते वेलकम छ मेरो छोटो मिठो मिनी ब्लगमा। सो आज म हजुरहरूलाई राम्रो एउटा मिठो रेसिपी लिएर आएको छु न्युटेलाको। हेर्न सक्नुहुन्छ होला, यो न्युटेला मैले भिजाएर राखेको थिएँ। त्यहाँ पछाडि यो अन्डा हो, अन्डामा न्युटेला मिक्स गर्नुपर्छ। मिक्स गरेर तपाईँहरूले त्यसलाई राम्ररी मिक्स गरेर चारैतिर अन्डा दलेर त्यहाँ पछाडि तेलमा हालेर फ्राई गर्नुपर्छ। फ्राई गरेर राखेर त्यहाँ पछाडि त्यही तेलमा मैले प्याज हालिदिएँ। प्याज हालिसकेपछि त्यहाँबाट फेरि माथिबाट मैले हाल्छु बिलाइती हालेर त्यहाँबाट फेरि त्यहाँ पछाडि फेरि मैले माथिबाट हालिदिन्छु खोर्सानी, अब चट्ट पिरो अनुसार। त्यहाँ पछाडि फेरि मैले एड गरिदिन्छु त्यहाँ अदरक र लसुनको पेस्ट, हेर्न सक्नुहुन्छ होला। त्यहाँबाट फेरि म स्वाद अनुसार नमक हाल्नु होला, चिल्ली पाउडर हाल्नु होला, त्यहाँ धनिया पाउडर हाल्नु होला, जिरा पाउडर हाल्नु होला, हल्दी हाल्नु होला। त्यहाँबाट फेरि गरम मसला हाल्नु होला। त्यसलाई चलाएर पानी हालिदिनु होला, ठक्कसँगले पानी हालेर एकछिन उम्लिन दिनु। त्यहाँबाट मैले माथिबाट फेरि एड गरेँ आलु बोइल गरेको आलु होइन, काँचै आलु मैले चाहिँ एड गरेँ। तपाईँहरू बोइल गरेको पनि एड गर्न सक्नुहुन्छ। त्यहाँबाट आयो त फ्राई गरेको न्युटेला हाल्दै मैले फ्राई गरेको न्युटेला हालिसकेपछि एकछिन चलाउनुपर्छ। त्यसलाई चलाएर त्यहाँपछि छोपेर एकछिन कुकिङ हुन दिनुपर्छ 10-15 मिनट। सो कुकिङ भइसक्यो मेरोतिरबाट चाहिँ। तपाईँहरू हेर्न सक्नुहुन्छ, एकखेप घरमा ट्राई गर्नु होला, बहुतै मजा आउँछ। थ्याङ्क यू फर माई भिडियो वाचिङ।